अब स्थानीय सरकारबाट त हामीले अलिअलि पाएर हामी अझै माग्दैछौँ केही होला कि भनेर हाम्रो प्रदेश सरकार सङ्घीय सरकार हाम्रो यही 9 नम्बर वडाका धिल्के टोलको सृजन दनवार ज्यू हुनुहुन्छ उपसभामुख हाम्रो 1 नम्बर प्रदेशको। सम्पूर्णलाई नमस्कार, मेरो नाम ईश्वर राई। मैले चाहिँ यो धेरै पहिलादेखि यो हाम्रो यो तिरुवा नगरपालिका 9 वडा नम्बर 9 उत्तरबारी टोलका नयाँ बस्तीलाई चाहिँ एकदम यो तिरुवा नदीले चाहिँ एकदम क्षति पुर्याइरहेको कारणले स्थानीय तहका सरकारहरूलाई पनि ध्यान आकर्षण गराइयो पहिलेदेखि र केही राहतहरू पनि उहाँहरूले दिइ पनि रहनु भयो र दिनु पनि भयो र अलिकति त्यो अझै पनि यो अवस्थामा चाहिँ त्यो कारण उसले चाहिँ नहुँदाखेरि फेरि पनि मैले उहाँहरूलाई यहाँ बोलाएर मेरो समस्या यस्तो छ मेरो गाउँमा भनेर उहाँलाई सायद यहाँ देखाउन ल्याएर उहाँहरूसँग म यसो भेट्दा मलाई पनि खुसी लाग्यो र अझै पनि केही होला कि केही हुन्छ कि भन्ने एउटा आशा राखेर म उहाँहरूप्रति एउटा गुनासो राखेँ र अझै पनि यो स्थानीय तहका सरकारहरूले केही अझै धेरै ठुलो बजेट नभए पनि हामीलाई यो बस्ती यो मान्छेको घर जग्गा जमिन केही बचाउनका लागि केही 10 देखि 15 थानसम्म जाली ततारीको लागि र त्यसमा चाहिने सम्पूर्ण कुरा लेसिङ तार ढुङ्गा फाउन्डेसनका लागि जीसीबी उपलब्ध गराइदिनु भए अझै हामीलाई राम्रो हुन्थ्यो। अलिकति हामीलाई पनि केही सहज हुन्थ्यो, अलिकति मजाले बस्न त पाइन्थ्यो। अब आज दिनभरि त मजाले बसिन्छ, बेलुका पानी आएर बाढी पसेर लग्ला कि भन्ने एउटा हामीलाई त्रास पनि बढिरहेको छ। अब स्थानीय सरकारबाट त हामीले अलिअलि पाएर हामी अझै माग्दैछौँ केही होला कि भनेर हाम्रो प्रदेश सरकार सङ्घीय सरकार हाम्रो यही 9 नम्बर वडाका धिल्के टोलको सृजन दनवार ज्यू हुनुहुन्छ उपसभामुख हाम्रो 1 नम्बर प्रदेशको।